कपडा त अब तपाईलाई दिएको अनि अरूले खै लगाएको छैन नि त अरूले बिक्री गरेर खाइदिए क्या अनि लगाउनु पर्यो त यस्तो कपडाहरू जाडोमा त यस्तो ऊ त्यो भाइले पनि लगाएको छन् तपाईँ देख्न सक्नुहुन्छ गाइज हजुर 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 भन्नुहोस् भन्नुहोस् सामान ल्याइसक्यो भनेपछि यो ब्रोइलर ल्याए त हुन्छ ब्रोइलर है ब्रोइलरलाई त एकदम राम्रो हुन्थ्यो है जाडोमा मासु खाने मासु खाने कुखुरा पनि पाल्नु भएछ कुखुरा पनि रहेछ राम्रो हो अब हामीसँग अब अहिले आर्थिक छैन अब के गर्ने हामीलाई पनि अब सबैबाट अब हामीले चर्चबाट थोरै भए पनि उठाएर ल्याएको हो अनि अब अहिले चाहिँ हामीसँग आर्थिक छैन नहुँदाखेरि त्यही भएर गर्दाखेरि अब अहिले चाहिँ हामीले चामल मात्रै ल्याएको छौँ अब अर्कोचोटि ब्रोइलरको पनि पैसा भयो भने ब्रोइलर पनि लिएर आउँछौँ नि है तपाईहरुले अनि भत्ता आयो कि नै अहिले भत्ता आएको छ कि छैन कति कति पो भत्ता नआएको यहाँ बसेर भत्ता बुझ्नु भयो कि न यहाँ बसेपछि बुझेको छैन उहाँ माथि त बुझ्नु भयो नि माथि उहाँ बस्दाखेरि बड्डी चोर बस्दाखेरि त बुझ्नु भयो नि ए छैन है सो गाइज अहिले यहाँ चाहिँ सबैभन्दा ठुलो समस्या भनेको गाइज अनि खानाको हो उहाँहरू हाम्रो राउटे दाजुभाइहरूको समस्या अनि खाना अनि उहाँहरूलाई चाहिँ सरकारले पनि भत्ता दिनुहुन्छ अनि 3-3 महिनामा त्यसरी भत्ता दिनुहुन्छ तर त्यो कतिचोटि पर्याप्त हुँदैन र उहाँहरूलाई सबैभन्दा समस्या भनेको खानाको समस्या हो गाइज तपाईहरुले पनि सहयोग गर्न सक्नुहुन्छ है गाइज